मैम नमस्ते। नमस्ते, बस्नुहोस् न। मैम मलाई जापान सम्बन्धी बुझ्नुपर्ने थियो, यसो जानकारी दिनु अलिअलि। हजुर भन्नुहोस् न, कुन भिजाको लागि बुझ्न आउनु भएको? तपाईँको एकाडेमिक डकुमेन्टहरू के छ? मैम एकाडेमिक्स त त्यही आठ पास मात्र हो, अनि स्किल्स त खासै केही छैन। छिटो जाने माध्यम कसरी होला? छिटो जान मिल्दैन। सुटकेसमा खाँदेर कुरियर गर्ने हो र छिटो हुनलाई? मैम भन्नु न प्लिज। अनि तातै खाउँ जली मरौँ जस्तो गरेर हुन्छ त? तपाईँसँग पढाइ पनि छैन, स्किल पनि छैन, 8-9 महिना त मिहिनेत गर्नु परिहाल्यो नि। बच्चा जन्माउनलाई हो र 9 महिना वेट गर्नलाई त्यत्रो लाग्छ र? अनि कत्रो लाग्छ त? अनि सानो बच्चा जन्मिन त 9 महिना लाग्छ भने अब यो त तपाईँको भविष्यको कुरा हो। टाइम त लागिहाल्छ नि। भनेपछि 5-6 महिना पढ्नु पर्यो, एक्जाम पास गर्नु पर्यो, इन्टरभ्यू दिनु पर्यो, इन्टरभ्यू पास गरेर जापान जानु पर्यो, होइन त? होइन, जम्मा 6-7 महिना ल्याङ्ग्वेज पढ्ने, एक्जाम पास गर्ने, इन्टरभ्यू पास गर्ने, अनि त्यसपछि जापान जाने है त? अनि मैले नि त्यही भने त हो नि। खुसी भएर भन्नु पर्यो नि त।